हेलो गाइस, आज चाहिँ म जाँदैछु मेरो माइली दिदीको घरमा घुम्दै अनि बाटोमा यति धेरै पानी देखेर म आफैलाई रोक्नु सकिनँ र पानी खेल्दै हाम्रो गाउँको पुरानो बाटोबाट म जाँदैछु है, म र मेरो दिदी। अनि जाँदै गर्दा यो पड्किने प्लान्ट पनि मैले देखेँ अनि त्योसँग म एकछिन खेलेँ। मेरो नानी चाहिँ अघिबाटै आएर यहाँनिर बसिरहेको छ। अनि म दिदीको घरमा पुगेर हेरेको, यति बेसी फुलहरू फुलिरहेको रहेछ दिदीको घरमा। अनि यो चाहिँ पुरा बेसी मनपर्छ, यो फुल चाहिँ मलाई पुरा पहिल्यैदेखि मनपर्छ। यसको चाहिँ मैले धेरै भिडियो बनाएँ है। अनि यहाँनिर डल्ले खोर्सानी प्लान्ट्सहरू पनि रहेछ। अनि एकछिन मकैबारी पनि घुमेँ, मानेको पात ओढेर। अनि यहाँ पारि ग्यान्टोक, अनि यो पनि अर्को प्लान्ट सबै घुमिसकेर अब हामी बनाउन गइरहेको छौँ पर्कको सेकुवा। यहाँ दामी पर्क भाइले ल्याएको रहेछ, बस्तीमा काटेको, अन्त पुरा टेस्टी थियो यो पर्क चाहिँ। अनि हामीले बनाइरहेछ, बनाउँदै गर्दा मेरो हात पनि कालो भयो। सो मेरो च्यानल